नमस्कार, जय नेपाल। आज चाहिँ थोरै राजनीतिको बारेमा कुरा गर्न मन लाग्यो। तपाईँहरूलाई चाहिँ कस्तो लाग्छ? मलाई चाहिँ ठिकै लाग्यो अहिलेको राजनीतिक अवस्था। अनि तपाईँहरू चाहिँ अब हामीहरू चाहिँ नेपालीहरू के छ भन्दाखेरि 2-4 हजार पैसा, 1-2 बोरा चामल, 2-4 बोतल तेलमा बिक्ने गर्थे पहिला मान्छेहरू होइन। हाम्रै गाउँ समाजहरू बिक्थ्यो अनि मासु रक्सीहरूमा 1-2 हजारमा बुढापाकालाई चाहिँ फकाउने चलन थियो। त्यो चाहिँ हराएर गयो। अहिलेको अवस्थामा हेर्नुहोस्, मान्छेहरूले चाहिँ सबभन्दा मान्छे चिन्ने हो को कस्तो छ, के कस्तो छ होइन। पार्टी भनेको पार्टीलाई दोष दिनुहुन्न, पार्टीभित्रको मान्छे कस्तो छ त भन्ने चाहिँ हामीहरूले विचार पुर्याएर भोट गर्नुपर्छ, जिताउनुपर्छ। त्यस्तो लाग्छ मलाई चाहिँ। पार्टी गलत होइन कुनै पार्टी पनि। सबै राम्रा काम, राम्रो मान्छेहरू पनि छन्। सबैलाई नराम्रो भन्न पनि मिल्दैन। त्यही भएर चाहिँ नराम्रोको परिणाम सधैँ नराम्रै हुन्छ। हामीहरूले देखिसक्यौँ। अब राष्ट्रिय स्वतन्त्र पार्टी पनि राजनीतिकमा आएको धेरै भएन। कति ठुलो अनि कति ठाउँमा जितिसक्यो अनि काया पलट नै गर्यो। त्यही भएको कारणले गर्दाखेरि हामीहरूले चाहिँ मान्छे चिन्ने हो। अब हामीहरूले पहिला पनि अब एमालेलाई हेरेकै हो, माओवादीलाई हेरेकै हो, काङ्ग्रेसलाई हेरेकै हो। सबै राजनीतिक दलहरूलाई हेर्दा हामी अब हेर्दा वाक्क भइसक्यौँ। अब नयाँ पुस्ताले चाहिँ, नयाँ जेनेरेसनले चाहिँ नयाँ मान्छे चुन्ने दिन आयो र त्यो दिन पनि सफल भयो। अब यो जस्तै अहिलेको राजनीतिक चाहिँ राम्रोसँग अब विकास सबैतिर, शिक्षा, स्वास्थ्य सबै कुरामा चाहिँ सबै राम्रो हुँदै गयो भने अबदेखि 4-5 वर्षपछि फेरि यही सरकार पनि आउन सक्छ या ढल्न पनि सक्छ। फेरि बिच बाटैमै ढल्न पनि सक्छ। काम राम्रो गरेन भनेको जस्तो भएन, जनताहरूले सन्तुष्टि भएनन् भने भोलिका दिनहरूमा ढल्न पनि सक्छ फेरि। त्यही भएर चाहिँ सबभन्दा मान्छे ठिकै छ, सबै ठिकै जस्तो लाग्छ। अब विकासले कस्तो मोड लिने हो अनि विकासको गतिले कस्तो मोड लिने हो अनि त्यो भन्ने अब त्यो चाहिँ हामीले देख्न नै बाँकी छ। हस्त, जय नेपाल।